ल साथीहरू सबैलाई नमस्ते। आज 83 सालको वैशाख महिनाको 20 गते आज चाहिँ हामी सपरिवार यो धनुष मन्दिर दर्शन गर्न जाने भन्ने सल्लाह हो। त्यही अनुसार हामी चाहिँ सबैजना मिलेर घरबाट निस्कियौँ। अब भगवानप्रतिको आस्था भनौँ न, बेला बेलामा यसो घुम्न समय मिलेसम्म चाहिँ जानुपर्छ। त्यही भएर आज चाहिँ धनुष मन्दिर दर्शन गर्न जाने कुरा भयो। त्यसरी लाग्यो, धेरै भयो नि जाने भने अब यो समयहरू नमिल्ने, कहिले के हुने कहिले के हुने त्यस्तै। अब आज चाहिँ समयले जुरायो। त्यही पनि मनैदेखि जान्छु भनिसकेपछि भगवानले चाहिँ पुर्याउनु पनि हुँदो रहेछ। त्यही भएर हामी चाहिँ अब जाँदैछौँ। अब हाइवेको बाटो हुँदै सपरिवार हामी चाहिँ जाँदैछौँ। धारापानी पुग्यौँ है। अब यो भित्री बाटो हुँदै हुँदै सर गाउँको बाटो छ नि त। अब निस्किसकेका छौँ हामीहरू। हेर्दै जाउँ साथीहरू। बाटोमा देखेको दृश्यहरू सकेसम्म समेट्ने र सानो भ्लग बनाउँदैछु। यो पनि एउटा सिक्ने अवसर, समयले जुराएको हो नि त। त्यही भएर बनाऊ भनेर बनाएको। राम्रो त हुँदैन, त्यही भएर यसो देखाउँ भनेर। बाटो चाहिँ राम्रो रहेछ, सबै पिच रहेछ, राम्रो रहेछ बाटो, सहज भयो हिँड्नलाई चाहिँ जानुलाई चाहिँ। फेरि यो ठाउँमा यस्तो राम्रो हुँदो रहेछ, यो धानहरू चैतमा रोप्ने धानहरू रोप्दो रहेछ, धेरै राम्रो हुँदो रहेछ। अब लगभग हामी चाहिँ पुग्न आँटेको छौँ मन्दिरमा। धनुषाधाम बजार एरियामा चाहिँ छिर्यो अहिले हामी। धनुषाधाम बजार पनि राम्रै रहेछ। अब तराईमा बजार त यही नै हो, यस्तै हो साथीहरू, के गर्ने। ल हामी चाहिँ लगभग धनुषाधाम बजारमा छिर्यौँ। अब मन्दिर दर्शन गर्ने। ल फाइनली मन्दिर पनि छिर्यौँ। सबैले टाढैबाट भए पनि दर्शन गर्नु होला। हामी चाहिँ दर्शन गर्नलाई छिर्यौँ। दर्शन गरियो भगवानको धनुष मन्दिर। खासै अब यो पहिलादेखि नै आउने भनेर पनि नभ्याएको, त्यही पनि अब मिलाएर बल्ल आइयो। अब बाबु पनि यता स्कुल जाने बेला हुन लाग्छ नि त। त्यही भएर यसको बाबुलाई पनि लिएर आउँला भनेको मिलाएको थिएन। आइयो टक्क। फेरि आज यस्तो टक्क बिहान हिँडेको। अब आरतीहरू गर्ने बेला ठिक्क भएर रहेछ, ठिकै बेलामा आइएछ। पूजापाठ गरियो, दर्शन गरियो। अब यहाँ चाहिँ खासै बुझ्न चाहिँ मैले सकिनँ। अब यहाँ खासै त्यस्तो मन्दिरहरू त ठुल्ठुलो देख्दै थिएन, तर जे छ एकदम प्रख्यात चाहिँ अब एकदम सबैले मान्ने रहेछ। हामीले पनि मानियो, दर्शन पनि गरियो। यस्तै छ है साथीहरू। हेरौँ है, ठुलो रहेछ एउटा रुख रहेछ कि यहाँनिर। अब यो बरपिपलको यसको तल चाहिँ त धनुषका टुक्राहरू झरेर चाहिँ एउटा टुक्रा यो ठाउँमा चाहिँ रहेछ भनेर त्यहाँ लेखेको पनि रहेछ क्या। अब हामीले त के थाहा पाउनु र, त्यहाँ लेखेको शिलाहरूमा लेखेको रहेछ। एउटा टुक्राको भाग चाहिँ यो ठाउँमा झरेको हुनाले धनुष मन्दिरको चाहिँ स्थापना भएको रे भनेर चाहिँ भन्ने कुरा सुनियो त्यहाँ। यसो सोद्धाखेरि खासै भिडभाड चाहिँ थिएन आज। जे होस् ठिकै छ। अब दर्शनको काम पनि सकियो। अब लास्टमा यसो मन्दिरमा एक दुईवटा फोटोहरू खिचिहालौँ भनेर फोटो, फ्यामिली फोटो ग्रुपको अब सबैजनाको एक दुई चारवटा फोटो पनि हानियो। अब फोटोसोटो हानिसकेपछि अब एकछिनमा त लाग्नै पर्यो। अब दुईजना दाजुभाइ पनि फोटो हान्ने रे भनेर ल नि त भनेर हानिदिएको। फोटो खिच्न मान्दैनन् नि त यिनीहरू फेरि, प्रायः जस्तो मेरो छोराहरू। ल बुढाबुढीको पनि हानौँ भनेर हानियो फोटोसोटो। दर्शन सकियो साथीहरू।